गाडीको इन्टेरियर हेर्नु न यो बाहिरबाट झन् भित्रबाट त कस्तो खटारा गाडी होला यो कहिलेको गाडी हो यार यो 25-55 रे यार मा राख्नु दिदी कामेरा उ त्यहाँ लगेर राख्यो किमा लगाउँ छतमा घाम ताप्नु पर्छ रे माथि भएर के गर्नु पर्दैन पानी त सो पर्दैन चाहिँ हुँदैन खै कोले सिमसिमेमा त पर्ला जस्तो छ पानी केही हुँदैन दिदी केही हुँदैन कुनै पर्यो भने उनीहरू मिलाइहाल्छ नि त्यसपछि अब कति स्कुल छ अठारतिर तरबुजा त अठारतिर छ बढी पनि हुन्छ होला भनेर कोही लाने मान्छे पायो ए लाने मान्छे त भइहाल्छ नि भयो भने बुझाउला नि है गाउँ आएपछि मेरो ग्लो अप नै फरक हुन्छ क्या 500 बेर्ना के कति बढी भए 150 बेर्ना बढी भए जरु 3 फिटको बच्चा अगाडि हिँड्दैछ डोको बोकेर को हराउने होला है ओइ 3 फिटको बच्चा हजुर खोइ थाहा छैन 3 फिटको बच्चा यता हेर्नु त अनि यहाँ चाहिँ म 7 फिटको बच्चा हामी आमा छोरो भन्दा पनि दाइ बहिनी जस्तो देखिन्छ मम्मी मेरो दारी आइसक्यो ठुलो भइसक्यो नि तपाईँ चाहिँ यत्रो बच्चा अनि हाम्रो घर चाहिँ त्यहाँ पारी हो उ त्यो पहिरो लड्यो भन्दा परपट्टि अनि हामी चाहिँ उ त्यहाँ माथि बाबाको स्कुलमा के अरे वाटर मिलन हुन्छ नि खरबुजाको बिरुवा लिन जान लाग्यो अनि हाम्रो जाने क्रम ठिक छ अनि यहाँ जुन चाहिँ यस्तो छ अनि यहाँ के लट्ठीसट्ठी घोकेर मिलाहा राख्नलाई नमस्ते दोकानमा खोइ जाने हैन अब त सिकन यसरी लाने रे भने त्यहाँ सिकन भएर सर एउटा ल्याउ त बाबु यहाँ मम्मी क खाँदै बस्छन् त्यो जो किन मैले ममा जोआएँ मलाई चाहिँ एउटा मात्र बोक्न लगाइदिनु भयो मम्मीले किनकि मैले धेरै बोक्नु पर्दैन क्या मेरो हात गल्छ म अलिकति कमजोर मान्छे हुँ अनि मेरो मम्मीले चाहिँ एक थोन चाहिँ बोक्नु भयो मैले चाहिँ यति यो पनि भाँचिन लगाइसकेर नि मैले कस्तो बोकेर म दुइटा हात बोक्नु भयो त्यही भएर म क्यामेरा चाहिँ हातमा लिँदिनँ अनि अहिले त टाढातिर छ भने अब घरतिर जान लाग्छौँ खस्दैन लगाइजहरू